आदरणीय दर्शकबिनहरू, हामी अहिले यो सिमलताल भन्दा ठिक पारिपट्टि छन् र पहिला यो हराएको भनिएको बसहरू मध्येमा एउटा चाहिँ यो फेला परेको छ। यसको उत्खननको कार्य भइरहेको छ, हेर्न सक्नुहुन्छ। आज 5औं दिनसम्म पनि उत्खनन काम सकिएको छैन। यो बस पहिला झरेको स्थान चाहिँ पारिपट्टि देखिएको हो। यो खोलाबाट हो खास, त्यहाँबाट झरेको यो अहिले आएर यहाँनिर पत्ता लागेको छ।